हेलो नमस्ते यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ मेरो युट्युब च्यानल नेपाली फुड वर्ल्डमा। आज म हजुरहरू सामु लिएर आएको छु लौकाको तरकारी रेसिपी, जुन चाहिँ घरमा एकदमै बनाउन सजिलो छ। अनि जो कसैको घरमा बच्चाहरू अरूहरू कसैले यो लौका चाहिँ खानुहुन्न भने भयो भने चाहिँ घरमा सबैजनाले एकदमै मिठो मानेर खानुहुन्छ लौकाको तरकारी। मैले यहाँ लिएकी छु लौका, आधी जस्तो लौका लिएको छु भने एउटा मिडियम साइजको आलु अनि एउटा खुर्सानी लिएको छु, हरियो खुर्सानी। त्यसै गरी लिएको छु काटेर टमाटर अनि प्याजलाई पनि काटेर लिएको छु। यो हरियो खुर्सानी चाहिँ म आधी मात्र राख्छु, यो अकबरे खुर्सानी हो, एकदम पिरो हुन्छ। त्यसै गरी मैले यहाँ मसलाहरूमा लिएकी छु, मसलाहरूलाई सबैलाई मैले अदुवा लसुन लिएकी छु, अदुवा लसुनलाई पेस्ट बनाएर लिएकी छु। त्यसै गरी गरम मसला लिएकी छु आधी चम्चा सानो चम्चाको। त्यसै गरी 2 चम्चा जिराको धुलो अनि 1 चम्चा धनियाँको धुलो अनि त्यसै गरी गेडा जिरा र मेथी लिएको छु। यो चाहिँ तेलमा फुराउनु पर्छ। त्यसै गरी मैले यहाँ लिएको छु बेसारको धुलो अनि थोरै 2 टुक्रा दालचिनी र तेजपत्ता अनि स्वादअनुसार नुन। अब यसरी हामीले लौकालाई चाहिँ प्रेसर कुकरमा पकाउँछौँ। अनि पहिला यो भाँडो तातिसकेको छ, प्रेसर कुकर हिटमा बसाल्ने अनि तातिसकेपछि तेल राख्ने। मैले यहाँ तेल राखेँ अनि तेल सँगसँगै जिरा पनि फुराउन राखेँ, जिरा र मेथी। अलिअलि रातो हुन थालेपछि जिरा र मेथी, त्यसमा मैले सानो 2 टुक्रा हरियो खुर्सानी अनि त्यसै गरी ल्वाङ्ची, सुकुमेल अनि त्यसै गरी तेजपत्ता राखेकी छु। अनि त्यसमा बेसार पनि राखिदिने, राम्रो कलरको लागि चाहिँ पहिल्यै हामीले तेलमा बेसार फुराउनु पर्छ। अनि त्यसै गरी अघि काटेको प्याज पनि राख्दैछु। अब यसलाई एकछिन राम्रोसँग भुट्नुपर्छ। यसलाई राम्रोसँग चलाउँदै भुटौँ एकछिन। एकछिन यसलाई रातो हुन दिनुपर्छ। यहाँहरूले देख्न सक्नुहुन्छ प्याज अरू मसलाहरू राम्रोसँग फ्राई भइसकेको छ। अब यो प्याज फ्राई भइसकेपछि यसमा अदुवा लसुनको पेस्ट पनि राखेर एकैछिन भुटौँ। अदुवा लसुनलाई नि थोरै एकैछिन पाक्न दिनुपर्छ। यसलाई पनि राम्रोसँग चलाएर मिक्स गर्ने। अनि मैले अघि हिङ चाहिँ देखाउन बिर्सेछु। हामीले लौका बनाउँदा चाहिँ हिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, यसले एकदमै मिठो स्वाद दिन्छ। हिङ राखे लगत्तै हामीले अघिको गरम मसला, जिराको धुलो, धनियाँको पाउडर पनि सबै तेलमा फ्राई गर्नुपर्छ। एकैछिन मसलालाई चाहिँ एकैछिन पाक्न दिनुपर्छ। यसलाई डढ्न चाहिँ दिनु हुँदैन, एकैछिन फ्राई गर्ने। मसला एकैछिन फ्राई हुने बित्तिकै हामीले यसमा अघि काटेको गोलभेडा पनि राख्छौँ। गोलभेडालाई राम्रोसँग मिक्स गर्ने। अब स्वादअनुसार नुन राख्न सक्नुहुन्छ यहाँहरूले। राम्रोसँग सबैलाई मिक्स गरौँ।
अब लास्टमा सबै पाकिसकेपछि सबै मसलाहरू भुटिसकेपछि अघि नै काटेर राखेको लौका र आलु यसमा मिक्स गरिदिउँ। कतिले त लौकामा चना केरो पनि मिक्स गरेर खानुहुन्छ। यदि हजुरहरूलाई मनपर्छ भने हजुरहरूले पनि चना केरो राखेर पकाउन सक्नुहुन्छ। यसरी पनि एकदमै स्वादिलो हुन्छ। म लौकाको तरकारी नखाने मान्छे, आजभोलि तरकारी किन्दा जहिले लौका किन्छु। हेल्थको लागि नि एकदमै राम्रो हुन्छ लौका। यहाँहरूले भिडियोमा देख्न सक्नुहुन्छ एकदमै राम्रो कलर आएको छ। एकदमै यतिकै काँचै नपाकिकन खाउँ जस्तो देखेको छ। अब हजुरहरू कतिको रस खानुहुन्छ त्यही अनुसार पानी राखेर प्रेसर कुकरको बिर्को लगाएर 2 सिटी 3 सिटीसम्म पकाउन पर्छ। यसलाई हामी चाहिँ यतिको रस खान्छौँ, 2 जनालाई हो। यो पाक्दा ठिक हुन्छ हामीलाई। ल मैले चाहिँ यसरी पानी राखेँ अनि प्रेसर कुकरमा अब यसरी बिर्को लगाएर पकाउने। 1 सिटी 2 सिटी अब कतिसम्म लगाउँदा ठिक्क हुन्छ त्यसरी लगाउने। यहाँहरूले देख्न सक्नुहुन्छ लौकाको तरकारी एकदमै मिठो पाकेर रेडी भइसकेको छ। ग्रेभी पनि एकदमै बाक्लो र एकदमै देख्दाखेरि खाउँ खाउँ लाग्ने बनेर तयार भएको छ। यहाँहरूले नि घरमा यो रेसिपी ट्राई गर्नुहोला। यसरी नै पकाएर खान सक्नुहुन्छ। यो चाहिँ हामीले भुजासँग रोटी खाना सबै जेसँग नि खान सक्छौँ। ल मैले बनाएर चाहिँ रेडी गरेँ। हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला। धन्यवाद।